सबैलाई स्वागत छ है त। आज हामी च्याप्टर 2 को स्टिलको च्याप्टर 2 को अर्को न्युमेरिकल गर्न आँटेका छौँ। लगभग यो फर्स्ट न्युमेरिकल, सेकेन्ड न्युमेरिकल, थर्ड जस्तै हो। यहाँ हल्का एउटा फरक भनेको चाहिँ इफिसियन्सी हामीलाई सोधेको छ। अरू लगभग उस्तै नै छ। ल त्यसो हामी सुरु गरौँ है। अब सुरुमा हामीलाई के दिएको छ भन्दाखेरि क्वेसनमा हेर्दाखेरि डायमिटर अफ बोल्ट्स 16 mm दिएको छ है। म सिधै अब नोटेसन लेख्छु। D equals to 16 mm। अब त्यसो भए बोल्ट्सको डायमिटर 16 mm भएपछि कति होला होलको? D नट भनेको होलको डायमिटर कति हुन्छ हाम्रो? 18 mm। यो कहाँबाट आयो भन्दाखेरि यो भनेको कति छ हाम्रो? टेबल नम्बर 19 मा छ नि कोडको। टेबल नम्बर 19 यो भनेको फ्रम कोडबाट है। एकदम तपाईहरुले चाहिँ यो भ्यालुहरु याद गर्नुपर्ने हुन्छ। लगभग यो त कन्ठै हुन्छ। अब यो रेन्जमा परेको छ भने +2 भयो, त्यही अनुसार हुन्छ। रेन्ज हेर्नु पर्यो। 12 देखि 14 हुँदाखेरि +1 हुन्छ। 16 अनि 16 देखि 24 सम्म पर्यो भने +2 हुन्छ। 24 भन्दा बढी पर्यो भने +3 हुन्छ। यो त लगभग याद गर्नुपर्छ तपाईहरुले। अब हामीलाई ग्रेड दिएको छ 4.6 है। प्राय जसो मैले सुरुमै भनेको थिएँ है, नदिँदाखेरि पनि अथवा दिँदाखेरि पनि दिने भनेको 4.6 चाहिँ हो। नदिँदाखेरि हामी 4.6 नै मान्छौँ। त्यसो भए फर बोल्ट ग्रेड 4.6। त्यसो भए अब के हामीले एउटा हाम्रो भ्यालुहरु हुन्छ, कन्स्ट्यान्ट त नभरौँ, जे दिएको छ त्यो निकाल्ने हो आखिरी हिसाबहरु गरेर। अल्टिमेट स्ट्रेन्थ त्यसलाई हामी FUB ले डिनोट गर्छौँ। त्यो भनेको कति हुन्छ? पोइन्ट अगाडिको भ्यालु है। फेरि म भनिरहन्छु, पोइन्ट अगाडिको भ्यालुलाई 100 ले मल्टिप्लाई गर्ने। 4 * 100 गर्दाखेरि कति भयो हाम्रो? 400 न्युटन पर mm²। त्यो पछि हाम्रो यील्ड स्ट्रेस हुन्छ FYB। त्यो भनेको कति हुन्छ? अब पोइन्ट पछाडि कति छ हाम्रो? 0.6 हो। त्यसले FUB लाई मल्टिप्लाई गर्नु पर्यो। 400 गर्दा कति आउँछ? 240 न्युटन पर mm²। यहाँसम्म ठिक छ है। अब त्यसो भए अब हामी के गर्छौँ अर्को? अब हाम्रो यो युज गरेको सधैँ हामी गर्ने भनेको माइल्ड स्टिल हुन्छ। फर माइल्ड स्टिल हाम्रो के हुन्छ? अब भ्यालुहरु FY भनेको यील्ड स्ट्रेस, FY भनेको कति हुन्छ? कन्स्ट्यान्ट भ्यालु है, एकदम याद गर्नुपर्छ। 250 न्युटन पर mm²। अनि FU भनेको हाम्रो 410 न्युटन पर mm²। यति त हाम्रो यो कन्स्ट्यान्ट भ्यालु भयो। सधैँ याद गर्नुपर्ने है, यो चाहिँ एकदम जिब्रोमा हुनुपर्ने भ्यालु चाहिँ। अब त्यसो भए हामीले त के निकाल्नु पर्छ जहिले पनि? अब इफिसियन्सी अफ बोल्ट्स, इफिसियन्सी निकाल्दाखेरि के गर्नुपर्छ? हाम्रो फर्मुला के छ भन्दाखेरि इफिसियन्सीमा चाहिँ जस्तो इफिसियन्सी हामी के डिनोट गर्छौँ? इफिसियन्सी भनेको हाम्रो इटा भयो है। अथवा त्यो नगर्दा पनि भयो, अथवा सिधै इफिसियन्सी इक्वल्स टु हाम्रो के हुन्छ भन्दाखेरि के हुन्छ त हाम्रो? स्ट्रेन्थ अफ जोइन्ट। यो भनेको हाम्रो स्ट्रेन्थ अफ जोइन्ट बाई स्ट्रेन्थ अफ सोलिड प्लेट इन्टु 100%। अब स्ट्रेन्थ अफ जोइन्ट हाम्रो कहाँबाट आउँछ भन्दाखेरि हामीले त के गर्छौँ? डिजाइन स्ट्रेन्थ निकाल्छौँ। एउटा भनेको डिजाइन सियर स्ट्रेन्थ, डिजाइन बियरिङ स्ट्रेन्थ। त्यो पछि हामी के निकाल्छौँ? डिजाइन टेन्साइल स्ट्रेन्थ अफ प्लेट अन यील्डिङ। अर्को डिजाइन टेन्साइल स्ट्रेन्थ अफ प्लेट अन रप्चर निकाल्छौँ। तीमध्ये जुन मिनिमम हुन्छ त्यहाँबाट हाम्रो के आउँछ? स्ट्रेन्थ अफ जोइन्ट आउँछ। अब त्यो पछि हामीले निकाल्नु पर्ने एउटा एक्स्ट्रा कुरा भनेको चाहिँ स्ट्रेन्थ अफ सोलिड प्लेट। इफिसियन्सी निकाल भनेर सोध्यो भने एक्स्ट्रा भनेको एउटा यो रहन्छ, स्ट्रेन्थ अफ सोलिड प्लेट। अरू त लगभग हाम्रो सेमै हो गर्ने प्रोसेस। त्यसो भए अब हाम्रो फर्स्टमा भने हामी जहिले के गर्छौँ? डिजाइन सियर स्ट्रेन्थ। अब म सिधै नोटेसन लेख्छु है। VDSB डिजाइन सियर स्ट्रेन्थ। यसको फर्मुला के हुन्छ? FUB/√3 इन्टु गामा MB इन्टु NN इन्टु 0.78 टाइम्स πd²/4। फर्मुला आउनु पर्यो है, एकदम तपाईहरुलाई
फर्मुला मुखमै हुनु पर्यो। एफयुबी भनेको भ्यालु कति छ हाम्रो 400 दिएको छ माथिपट्टि √3 इन्टु गामा एमबी भनेको अब फेरि गामाको भ्यालु कति होला भन्नु होला। अब गामाको भ्यालु सधैँ टेबल नम्बर 5 गामा आयो टेबल नम्बर 5 मा हेर्नु पर्यो कोडको। त्यसपछि हाम्रो टेबल नम्बर 5 मा के दिएको छ भन्दाखेरि गामा एमबीको भ्यालु हाम्रो 1.25 लगभग यो तपाईहरुलाई याद गर्नुपर्ने हुन्छ, कोड नपल्टाउँदा पनि हुन्छ। अब कुरो आयो एनएन को। मैले सुरुमा नै भनेको थिएँ एनएन भनेको चाहिँ के भन्दाखेरि बोल्ट्सहरूले कतिवटा शियर प्लेनलाई फेस गरेको छ त। जस्तो सुरुमा म फेरि भन्छु तपाईलाई फेरि भनिदिन्छु, ल्याप जोइन्ट हुँदाखेरि यहाँ हाम्रो बोल्ट्सहरूले जस्तो शियर फोर्स यतापट्टि लागेको छ है, बोल्ट्सहरूले फेस गर्ने भनेको जम्मै एउटा शियर प्लेन थियो यो। अब हाम्रो के छ दुईटा छ, हाम्रो त बट जोइन्ट हो, बट जोइन्ट छ हाम्रो त यहाँनिर कभर गरेको छ यहाँबाट माथिबाट यस्तो छ हाम्रो। अनि बोल्ट्सहरू यसरी हामीले इन्सर्ट गरेको छौँ भनेपछि कतिवटा प्लेन भयो, एउटा यहाँ छ अर्को यहाँ छ हाम्रो। त्यही भएर हाम्रो एनएनको भ्यालु कति आयो 2 टाइम्स 0.78 छँदैछ पाई इन्टु डी भने कति हो हाम्रो डायमिटर अफ बोल्ट्स हो, भ्यालु दिएको छ 16 mm 16²/4। अब यो क्यालकुलेसन गर्दाखेरि कति आउँछ भन्दाखेरि 57.948 किलो न्युटन आउँछ। यहाँसम्म त्यस्तो केही गाह्रो छैन है। तपाईलाई मैले सुरुमा भनेको थिएँ हामीले यो निकालेको यो फर्मुला जस्तो हामीले सुरुमा चाहिँ 1 बोल्टको निकाल्छौँ। अब सिधै तपाईहरुलाई गर्न मन छ भने तपाईले सिधै कतिवटा चाहिने बोल्ट्सहरुको स्ट्रेन्थ हो त्यो निकाल्दा पनि भयो, तर हामी चाहिँ 1 बोल्टको निकालेर अन्तिममा कतिवटा बोल्टको हामी निकाल्नु पर्ने हो त्यो निकाल्छौँ। अब पहिला हेरौँ है। जस्तो म यस्तो सुरुमा नै भनेको थिएँ यो खालको आएपछि जहिले पनि बीचमा चट्ट काट्दिनु है। चट्ट काटेपछि कुनै एउटा पार्ट कि लेफ्ट कि राइट दुईटै लिन पाइदैन, कुनै एउटा जस्तो लेफ्ट लिँदा पनि भयो अथवा राइट लिँदा पनि भयो, त्यो पार्ट लिएर तपाईले हिसाब गर्नुपर्ने हुन्छ। अब जस्तो मैले लेफ्ट पार्ट लिए अहिलेको लागि, लेफ्ट लिएपछि कतिवटा बोल्ट्स हाम्रो भन्नाले कतिवटा बोल्ट्सहरु हाम्रो यहाँनिर जाने भयो एउटा दुईटा तीनटा चारटा छ। त्यसो भए हामीले अब टोटल भिडिएसपी भनेको 4 वटा बोल्ट्सको लागि हुन्छ। टोटल भिडिएसपी फर 4 बोल्ट्स भनेपछि कति हो भन्दाखेरि 4 टाइम्स 57.948 गर्दाखेरि कति आउँछ हिसाब गर्दा 231.792 किलो न्युटन। यो भयो हाम्रो डिजाइन शियर स्ट्रेन्थ अफ 4 बोल्ट्स। अब हामीले के निकाल्ने फेरि भी डी जीबी अथवा जस हामीले बियरिङ स्ट्रेन्थ निकाल्नु पर्यो। अब त्यो पछि सेकेन्ड यता गरौँ है ल। अब हामीले यहाँको VDPB निकाल्दा नि भयो। त्यसको फर्मुला के छ हाम्रो फर्मुला त एकदम याद हुनु पर्यो है 2.5 टाइम्स KB टाइम्स D इन्टु T इन्टु FU बाई गामा MB। ठिक छ है। अब हेर्नु है हामीलाई D छ सबै नोन छ, चाहिने भनेको अब KB छ। अब KB निकाल्ने के स्टेप थियो अस्ति म तपाईलाई भनिसकेको थिएँ। KB भनेको हामी 3 तरिकाले निकाल्छौँ भन्नाले 3 तरिका भन्दा पनि 3टा छ हाम्रो फर्मुलाहरु, त्योबाट जुन हाम्रो कम्ती आउँछ त्यो हामी लिन्छौँ। त्यसपछि 3D0 माइनस 0.25 अर्को भनेको हाम्रो FUB बाई FU हुन्छ। यहाँसम्म ठिक छ है। अब हामीले भनेको यहाँनिर के गर्नु पर्यो भन्दाखेरि E को भ्यालु P को भ्यालु हामीलाई चाहिने भयो। अब हेरौँ है फिगरबाट हेरौँ है। मैले सुरुमा पनि भनेको थिएँ एलोङ द फोर्सको डिरेक्सनमा इनदेखि एउटा होलसम्मको डिस्टेन्स, होलको सेन्टरसम्मको डिस्टेन्स भनेको के हुन्छ हाम्रो E हुन्छ। जस्तो यो हाम्रो E भयो, यहाँ हाम्रो इन्ड छ, यो होलको सेन्टरसम्मको डिस्टेन्स भनेको E हो। त्यो कति छ हाम्रो दिएको छ माथिपट्टि यहाँ 30 दिएको छ। E भनेको हाम्रो त्यसै 30 भयो। अब P भनेको के भनेको मैले पिच, त्यो पनि एलोङ द डिरेक्सन अफ शियर फोर्स एउटा होलदेखि त्यसको रेस्पेक्टिभ होलसम्मको सेन्टर टु सेन्टर डिस्टेन्स।
त्यसो भए यो होलको सेन्टरदेखि अर्को यहाँसम्मको डिस्टेन्स कति छ हाम्रो यहाँ दिएको छ माथि 50 दिएको छ है। त्यसो भए अब हामीले यहाँनेरि भ्यालु हाल्दा भयो। ई भने कति हो त्यसो भए हाम्रो 30 छ। 30/3 इन्टु डी नट भनेको कति छ हाम्रो 18 हो। यो गर्दाखेरि 0.56 आउँछ है। यहाँसम्म केही गाह्रो छ कि छैन? सायदै केही गाह्रो छैन है। मैले फर्स्ट भिडियो सेकेन्ड भिडियोमा ल यस्तै हिसाब गराएको छु। अब पी 3 डी नटको भ्यालु हाल्दाखेरि पी को भ्यालु कति 50, 3 इन्टु डी नट भनेको हाम्रो कति छ 18 छ, माइनस 0.25 गर्दाखेरि यो 0.42 को भ्यालु रेन्जमा आउँछ। अब एफयुबी 400, एफयु 410, यो भनेपछि 0.975 आउँछ र अर्को भ्यालु भनेको हाम्रो 1.0 हुन्छ सधैँ। अब त्यसो हाम्रो केबीको भ्यालु कति भयो हाम्रो सबैभन्दा सानो कुन छ 0.42, देयरफोर केबी इक्वल्स टु 0.42 भयो। अब यो केबीको भ्यालु भिडिपिबीमा हाल्नु पर्यो हामीले। भिडिपिबी इक्वल्स टु हाम्रो 2.5 इन्टु 0.42 टाइम्स डी भनेको हाम्रो के हो भन्दाखेरि बोल्ट्सको डायमिटर 16 इन्टु अब थिकनेस चाहियो हामीलाई। थिकनेस हेरौँ है कति दिएको छ हाम्रो थिकनेस 12 mm दिएको छ हामीलाई। फेरि जस्तो कभर प्लेट्स 8 mm थिक भन्नु होला नि अब यस्तो छ है। मैले सुरुमा पनि भनेको थिएँ झुकिनु होला नि यसमा। अब हेर्नु फेरि तपाईँलाई म क्लियर पारिदिन्छु। जस्तो यहाँ हाम्रो दुईटा प्लेट्सहरू छन्, हाम्रो यहाँनिर बट कभरहरू छ। कभर प्लेट्सको हाम्रो थिकनेस कति दिएको छ भन्दाखेरि 8 mm थिक भनेको छ। त्यसो भए यो जस्तो यो हाम्रो 8 mm भयो, यो पनि हाम्रो 8 mm भयो है। अनि 12 mm चाहिँ हाम्रो के दिएको छ भन्दाखेरि यो हाम्रो प्लेटको बिचको प्लेटको हाम्रो 12 mm थिकनेस दिएको छ। अब त्यसो भए टोटल हाम्रो कभर प्लेटको थिकनेस कति हुन्छ 8 + 8 गरेर हाम्रो 16 mm हुन्छ हो। हाम्रो यो बिचको प्लेटको कति छ थिकनेस 12 mm छ भनेपछि लोड लाग्दाखेरि सबैभन्दा सुरुमा फेलर हुने पार्ट भनेको हाम्रो बिचको कभर प्लेट बिचको प्लेट हो। भनेपछि हामीले जुन मिनिमम छ है, जुन थिकनेस मिनिमम छ त्यो भ्यालु हामीले लिनु पर्यो। त्यसो भए हामीले लिनु पर्यो कति यहाँ भन्दाखेरि 12 लिनु पर्यो भ्यालु 16 इन्टु 12 बुझ्नुभयो है। त्यो पछि हाम्रो के छ अर्को एफयू को भ्यालु 410 छँदैछ, गामा एमबी 1.25, यो गर्दाखेरि 66.124 किलो न्युटन आउँछ। अब यो भयो हाम्रो 1 भोल्टको लागि। त्यसो भए टोटल भिडिपिबी फर 4 भोल्ट्स हो, यो भने चाहिँ कति भयो 4 टाइम्स 66.124 गर्दाखेरि कति आउँछ 264.49 किलो न्युटन आउँछ। यो हाम्रो सेकेन्ड पनि आयो। अब जस्तै हाम्रो थर्डमा के चाहिन्छ हामीलाई डिजाइन टेन्साइल स्ट्रेन्थ अन यिल्डिङ। म सिधै लेख्छु है नोटेसन। अब टिडिजी हुन्छ यसको फर्मुला के छ हाम्रो एफयू इन्टु एजी बाई गामा एमओ। एफयू को भ्यालु के छ हाम्रो 250 कन्स्टेन्ट भ्यालु हेर्नु है एकदम विचार गर्नुपर्छ है। इन्टु अब एजी भनेको कि हाम्रो ग्रस एरिया हो भनेको कति छ हाम्रो हेर्नु त 160 इन्टु 12 हो कि होइन 160 यति भयो। अनि थिकनेस कति छ हाम्रो 12 छ हो कि होइन। त्यसो भए एजी भनेको हाम्रो 160 इन्टु 12 भयो बाई गामा एमएको भ्यालु कति 1.10। लगभग तपाईँहरूले यो गामा एमओ गामा एमएल गामा एमबीको भ्यालु चाहिँ कन्ठस्थै गर्नु होला। लगभग यो सबैतिर सेमै हुन्छ। अब यो हिसाब गर्दा कति आयो भन्दाखेरि 436.36 किलो न्युटन है। यो हो हाम्रो टेन्साइल स्ट्रेन्थ एट प्लेट अन यिल्डिङ। अब हाम्रो 4 नम्बरमा के छ हामीलाई डिजाइन टेन्साइल स्ट्रेन्थ अफ प्लेट अन रप्चर। जस्तो यिल्डिङ हुन्छ अनि रप्चर हुँदाखेरि कति हाम्रो टेन्साइल स्ट्रेन्थ आयो त त्यो चाहियो हामीलाई। टिडिएन को फर्मुला के हो 0.9 AN FU बाई गामा ML। फर्मुला आउनु पर्यो है।
आएन भने पनि तपाईँहरूको कोडमा हुन्छ, कोडमा हेर्दा पनि भयो। तर सकेसम्म तपाईँलाई याद भएकै राम्रो, किनकि कोड पल्टाउनु झन्झट किन गर्नु हो। त्यसो भए 0.9 भइहाल्यो। अब एएन भनेको हाम्रो के हुन्छ भन्दाखेरि नेट एरिया हाम्रो त ग्रस एरिया कति छ हाम्रो 160 × 12 छ हो। त्यो माइनस अब हामीले के गर्नु पर्यो भन्दाखेरि जुन हाम्रो यहाँ होल्सहरू छन् तिनीहरूलाई हामीले हटाउनु पर्यो क्या, तिनीहरूलाई माइनस गर्नु पर्यो हामीले। अब हेर्नु है, जस्तो हाम्रो के छ भन्दाखेरि यतापट्टि हाम्रो कतिवटा हो, 2टा हो कि। जस्तो म तपाईँलाई 3D फिगर बनाइदिन्छु। यस्तो छ है, यो हाम्रो साइड भ्यू भयो। यसो बुझ्नु है, यस्तो भयो हाम्रो, यसरी गएको छ है, यस्तो छ हाम्रो हो। यो फिगर अलिअलि भिजुअलाइज हुँदैछ। हाम्रो होल्सहरू हुने भनेको यो पार्टमा हो क्या। यहाँनिर यस्तोमा एउटा होला, यहाँ एउटा, यस्तोमा एउटा, यहाँ एउटा हुन्छ हो। अब त्यसो भए हाम्रो के हुने भयो भन्दाखेरि 2टा हाम्रो के छ हेर्नुहोस् त, हाम्रो यहाँनिर फिगरमा पनि कतिवटा छ, हामीले लेफ्ट पार्टमा त कन्सिडर गरेको एउटा छ हाम्रो, 2टा छ होलहरू त हो। त्यसो भए हामीले अब होललाई त हामीले घटाउनु पर्यो नि त, हो कि होइन। मैले सुरुमा नै भनेको थिएँ माइनस होल हाम्रो 2टा छ हो, इन्टु। अब त्यसो भए हाम्रो के हुने भयो, होल्सको डायमिटर कति हुन्छ, फेरि 16 हाल्नु होला नि। यहाँ फेरि जस्तो फर्मुला डी × टी छ, ए डी भने त 16 होइन नि। फेरि त्यो डी चाहिँ के हो भन्दाखेरि हाम्रो यहाँनिर होल्सको डायमिटर हो, कति हुन्छ 18 हुन्छ, इन्टु थिकनेस कति छ हाम्रो देखेछ 12। फेरि यहाँनिर 16 हाल्नु होला नि थिकनेस पनि। मैले अघि भनेको थिएँ जुन मिनिमम भ्यालु हो थिकनेसको हो त्यो हाल्नुपर्छ है। यहाँसम्म एन भयो, इन्टु एफयु भनेको 410 बाई गामा एमएल 1.25 भ्यालु याद गर्नुपर्छ है। त्यसो भए यहाँनिर कति आउने भयो भन्दाखेरि 439.257 किलोन्युटन आयो हो। हामीले यहाँसम्म त लगभग अगाडिका भिडियोमा पनि गरेको थियौँ। डिजाइन बियरिङ स्ट्रेन्थ निकाल्ने, सियर स्ट्रेन्थ, रप्चर, इल्डिङ हामीले सुरुमा नै गरेको थियौँ। त्यसो भए हामी के लेख्न सक्छौँ भन्दाखेरि देयरफोर द स्ट्रेन्थ अफ जोइन्ट इज कति हो त हाम्रो, जुन सबैभन्दा कम्ती हुन्छ त्यही हाम्रो भ्यालु हुन्छ स्ट्रेन्थ अफ जोइन्ट। किन हुन्छ अस्ति भनेको थिएँ मैले, किनभने हामीले डिजाइन भनेको मिनिमम पनि कति स्ट्रेन्थ हाम्रो त्यहाँ हुनुपर्छ भने चाहिन्छ क्या, किनकि म्याक्सिमम जति पनि हुन पायो। जस्तो मिनिमम हाम्रो अब योभन्दा कम्ती भने चाहिँ फेलियर हुने चान्स हुन्छ, त्यही भएर कम्तीमा पनि हाम्रो स्ट्रेन्थ चाहिँ यति आउनु पर्यो 231.792 किलोन्युटन। यहाँसम्म केही छैन है। अब हामी चाहिने के हो, इफिसियन्सी हो। मैले फर्मुला के लेख्दै इफिसियन्सीको हेर्नु त, स्ट्रेन्थ अफ जोइन्ट बाई स्ट्रेन्थ अफ सोलिड प्लेट इन्टु 100% है। स्ट्रेन्थ अफ हाम्रो नोन भइसकिसक्यो हो, स्ट्रेन्थ अफ जोइन्ट हाम्रो आइसकिसक्यो। अब चाहियो हामीलाई स्ट्रेन्थ अफ सोलिड प्लेट हो। त्यसो भए अब हामी निकालौँ स्ट्रेन्थ अफ सोलिड प्लेट। अल्सो स्ट्रेन्थ अफ सोलिड प्लेट यो भनेको कति हुन्छ भन्दाखेरि फर्मुला छ, यो तपाईँले कोडमा पनि हेर्दा भयो 0.9 इन्टु एजी एफयु बाई गामा एमएल है। के गाह्रो छ छैन यहाँसम्म त। 0.9 इन्टु एजी ग्रस एरिया कति अघि पनि मैले भनेको थिएँ 160 इन्टु 12, एफयुको भ्यालु 410, गामा एमएल 1.25, यो गर्दा कति आउँछ 566.78 किलोन्युटन आयो। त्यसो भए अघि मैले फर्मुला लेखेको थिएँ है, इफिसियन्सी भनेको कति हुन्छ हाम्रो फर्मुला स्ट्रेन्थ अफ जोइन्ट बाई स्ट्रेन्थ अफ सोलिड प्लेट। त्यसो भए स्ट्रेन्थ अफ जोइन्ट हाम्रो कति छ 231.792 बाई स्ट्रेन्थ अफ सोलिड प्लेट 566.78 इन्टु 100% हो। यो कति आउँछ हाम्रो क्यालकुलेसन गर्दाखेरि 40.89% है।
यहाँसम्म हाम्रो गर्दाखेरि ठ्याक्क यो क्वेसन सल्भ भयो। अब जस्तो 40.89% आएको भनेको मिनिङ चाहिँ के भन्दाखेरि जस्तो हाम्रो सोलिड प्लेटको रेस्पेक्टमा चाहिँ हाम्रो जुन यो जोइन्टहरू छ यो कतिको इफिसियन्सी सो गर्छ त यति लोड लाग्दाखेरि यति लोडको चाहिँ कति पर्सेन्ट चाहिँ इफिसियन्ट छ त यो हो, त्यो चाहिँ हाम्रो यो भ्यालुले सो गर्छ है। ओके गाइस, आजको लागि यति नै। अब हामी अर्को न्युमेरिकलमा फेरि भेट्नेछौँ है त। ओके, बाइ बाइ।